वेस्ट इन्डिजले इङ्ल्यान्डलाई जितिसकेपछि एउटा प्रश्न फेरि जन्मिएको छ कि नेपाल अब सुपर 8मा प्रवेश गर्नको लागि के गर्नु पर्ला अथवा नेपालको सुपर 8 पुग्ने सम्भावना कुन समीकरणबाट तय हुन्छ। अहिले ग्रुप सीमा वेस्ट इन्डिजसँग 4 अङ्क रहेको छ, इङ्ल्यान्डसँग 2 अङ्क रहेको छ, स्कटल्यान्डसँग 2 अङ्क रहेको छ, नेपाल अङ्कविहीन छ इटलीसँगको गेमभन्दा अगाडिको अवस्थामा र इटली पनि अङ्कविहीन रहेको छ। यदि इङ्ल्यान्ड र वेस्ट इन्डिज बिचको खेल जुन भएको थियो त्यो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई पराजित गर्थ्यो भने नेपालको समीकरण केही सहज हुन सक्थ्यो। त्यो बेलामा नेपालले वेस्ट इन्डिजलाई हराएको अवस्थामा मात्र पनि सुपर 8मा प्रवेश गर्न सक्ने सम्भावना ज्यादा रहन्थ्यो, तर त्यसको लागि नेपालले इटली र स्कटल्यान्डलाई भने पराजित गर्नु नै थियो। यो समीकरण तयार गर्नुभन्दा पहिला के कुरामा चाहिँ ध्यान दिनुपर्छ भने नेपालले इटली र स्कटल्यान्डलाई चाहिँ जित्नै पर्छ। यी दुई टोलीलाई जित्ने अवस्थामा मात्रै यी समीकरणहरू तयार हुनेछन्। पहिलो समीकरण रहनेछ नेपालले वेस्ट इन्डिजलाई पनि जित्यो र इटलीलाई पनि जित्यो र स्कटल्यान्डलाई पनि जित्यो भने तिनै टिमलाई जित्यो भने नेपालसँग 6 अङ्क हुनेछ। यस्तो अवस्थामा वेस्ट इन्डिजले अब बाँकी रहेको जुन खेल रहेको छ इटलीसँग, इटलीलाई पनि वेस्ट इन्डिजले जित्यो भने उसको पनि 6 अङ्क हुनेछ र इङ्ल्यान्डले बाँकी रहेका 2 खेलहरू रहेका छन् स्कटल्यान्ड र इटली, त्यहाँ पनि जित्यो भने 3 टोलीहरूको 6 अङ्क हुनेछ। त्यस्तो अवस्थामा रन रेटको आधारमा सुपर 8 पुग्ने टोलीको टुङ्गो लाग्नेछ। एउटा विकल्प यो भयो। यस्तो अवस्थामा के गर्नुपर्छ, यदि यो समीकरण बन्न सक्ने अवस्थाको सम्भावना छ त्यो कारणले पनि नेपालले इटलीसँगको गेममा इटलीलाई निकै ठुलो अन्तरले हराउनु पर्नेछ र अन्तिम खेलमा पनि स्कटल्यान्डलाई त्यही अन्तरले हराउनु पर्नेछ। दोस्रो विकल्प रहेको छ नेपालले स्कटल्यान्डलाई पनि जित्यो र नेपाललाई इटलीलाई पनि जित्यो र नेपाल वेस्ट इन्डिजसँग पराजित भयो भने नेपालको 4 अङ्क हुनेछ। त्यस्तो अवस्थामा के हुनेछ, इटलीसँग पनि वेस्ट इन्डिज जित्यो र नेपाललाई पनि जित्यो भने उसँग प्रष्ट 8 अङ्क हुनेछ। वेस्ट इन्डिज सुपर 8मा प्रवेश गर्नेछ। त्यो बेलामा नेपालले कम्पिट गर्नुपर्नेछ इङ्ल्यान्डसँग। इङ्ल्यान्डले अब बाँकी 2 खेल खेल्न बाँकी रहेको छ, एउटा इटलीसँग एउटा स्कटल्यान्डसँग। यदि इङ्ल्यान्ड स्कटल्यान्डसँग हार्छ भने र इटलीसँग जित्छ भने उसको पनि 4 अङ्क हुनेछ। त्यो 4 अङ्क भएको अवस्थामा नेपालको पनि 4 अङ्क हुनेछ र त्यो बेलामा पनि रन रेटले अर्थ राख्नेछ। रन रेट महत्त्वपूर्ण हुनेछ। त्यस कारणले पनि 2टा गेमहरू जुन रहेका छन् नेपालले खेल्न बाँकी रहेका 2टा जुन एसोसिएट देशसँग खेल्न बाँकी रहेका गेम छन् इटली र स्कटल्यान्डसँगको जितको अन्तर निकै ठुलो बनाउनु आवश्यक देखिन्छ नेपालले। नेपालको सुपर 8को सम्भावना अब नेपालको जितहरूले मात्रै तय गर्ने सम्भावना देखिँदैन। सँगसँगै स्कटल्यान्ड र इङ्ल्यान्डको गेम कस्तो हुनेछ त्यसले पनि तय गर्नेछ र इटली अलिकति कमजोर नै देखिरहेको छ। त्यस कारणले पनि इटलीलाई मैले फ्रेममा राखिरहेको छैन। इटलीले वेस्ट इन्डिजलाई जित्ला भन्ने अपेक्षा गरिरहेको छैन। नेपालको हिसाबले जित्दा त राम्रै हुने थियो र इटलीले इङ्ल्यान्डलाई पनि जितिदिए राम्रै हुन्थ्यो भन्ने लाग्छ। तर नेपालले जित्न नसकेको इङ्ल्यान्डलाई यो टोलीबाट स्कटल्यान्डले त थोरै सम्भावना रहन्छ, तर इटलीले पराजित गर्छ जस्तो मलाई लागिरहेको छैन। र त्यस कारणले पनि नेपालको सुपर 8को सम्भावना अहिलेको हिसाबले हेर्दा इटलीभन्दा अगाडिको गेमलाई हिसाबले हेर्ने हो भने नेपालले प्रष्ट 2 कुराहरू प्रश्न देखिनेछ। त्योभन्दा बाहेकका विकल्पहरू पनि आउनेछन् किनकि अझै धेरै खेलहरू बाँकी रहेका छन्। अझै धेरै खेलहरू बाँकी रहेको कारणले गर्दा यही समीकरण नै भोलि तय हुन्छ भन्ने निर्णय चाहिँ हुँदैन। तर तत्कालमा हेर्दा र स्योर सर्टको हिसाबले हेर्दा अथवा उत्तम विकल्पहरू र सम्भावनाका हिसाबले देखिएका विकल्पहरू यी 2 विकल्प नै रहेका छन्। एउटा भनेको नेपालले 3 खेलहरू जो बाँकी रहेका छन् वेस्ट इन्डिज, स्कटल्यान्ड र इटलीलाई पराजित गर्न सफल भयो भने नेपाल रेसमा बलियो रूपमा नै अगाडि रहनेछ। त्यस्तो बेलामा सबै टोलीहरू जो शीर्ष 3मा रहनेछन् इङ्ल्यान्ड, वेस्ट इन्डिज र नेपालसँग 6 अङ्क हुनेछ। त्यो 6 अङ्क भएको अवस्थामा रन रेटले तय गर्नेछ र अझै पनि एउटा डाउट चाहिँ के रहन्छ भन्दाखेरि इङ्ल्यान्डसँग इटली खेल्न बाँकी रहेको छ। इङ्ल्यान्डले इटलीलाई ठुलो अन्तरले पराजित गरिदियो भने उसको रन रेट राम्रो हुने देखिन्छ र इङ्ल्यान्ड वेस्ट इन्डिजसँग 30 रनले पराजित भएको छ। रन रेटमा थोरै पातलो देखिरहेको छ रन रेट, किनकि नेपाललाई उसले पनि एकदमै सानो अन्तरले जितेको थियो र यता हार्दा पनि 30 रनले हारेको छ। त्यस कारणले रन रेट थोरै पातलो देखिरहेको छ। इङ्ल्यान्डले पक्कै पनि इटली विरुद्धको खेलमा आफ्नो रन रेटलाई सुधार गर्ने लक्ष्य लिएको हुनुपर्छ र स्कटल्यान्डसँगको खेलमा पनि आफ्नो रन रेटलाई सुधार गर्ने लक्ष्य लिएको हुनुपर्छ। त्यो दबावमा रहनेछ र स्कटल्यान्डसँगको खेलमा पक्कै पनि इङ्ल्यान्ड दबावमा रहनेछ र यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई पराजित गर्यो भने नेपाल सुपर 8मा प्रवेश गर्नेछ। तर त्यसको लागि नेपालले 3 खेल नै जित्नुपर्नेछ। तर नेपाल यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई पराजित गर्ने र नेपाल वेस्ट इन्डिजसँग पराजित भएको अवस्थामा पनि त्यहाँ फेरि इङ्ल्यान्ड र
नेपालको रन रेटको आधारमा कुन टोली, त्यो बेलामा स्कटल्यान्ड पनि हुनेछ, यी 3 टोली मध्येमा कुन टोलीको रन रेट राम्रो हुनेछ त्यही टोली नै सुपर 8मा प्रवेश गर्ने सम्भावना रहन्छ। तर जे भए पनि, जस्तो भए पनि नेपालले स्कटल्यान्ड र इटलीलाई सहज पराजित गर्नुपर्नेछ र स्योर सटको लागि र सुपर 8मा स्योर सट जानको लागि अन्य टोलीहरूको नतिजामा भर पर्नुभन्दा पनि नेपालले 3 खेलमा नै स्पष्ट 2 अङ्क हरेक खेलमा प्राप्त गर्न सकेमा नेपालको सुपर 8 पुग्ने सम्भावना चाहिँ अत्यन्त बढिरहन्छ।